इलाम र पाँचथर सङ्गम स्थलमा छु। यो क्षेत्रलाई चाहिँ हिले डाँडा भन्छ। एकदमै प्रख्यात ठाउँ मानिन्छ। प्रकृतिले पनि एकदम राम्रो सौन्दर्यता एकदमै राम्रो दिएको छ। यो प्रकृतिले दिएको एउटा वरदान जस्तै भनौँ। डाँडाहरू राम्रो छ, त्यसको लागि अब झोलुङ्गे पुल अहिले तत्काल चाहिँ यहाँनिर झोलुङ्गे पुलहरू बनिसकेको छ। त्यसमा चाहिँ भनेको अहिले आउने जाने सडक गइरहेको छ। घर कता हो? मिलाजुङ 3 हो। ल आज नयाँ वर्ष है। ल ओके भाइ, सेम टु यु भाइ। नाम भनौँ न। सुमन चेम्जोङ। ल भाइ ब्लगमा लाउँछु भरे यसो हेरौँ ल। ओके ल। हिले डाँडाको चौरी माथि रहेको झोलुङ्गे पुलमा अहिले पुल तर्ने पुलमा म हिँडिरहेको छु। एकदम रमणीय ठाउँ छ। यसलाई भविष्यमा हेर्ने हो भने पर्यटन व्यवसायको लागि एकदम राम्रो हुनेछ। यहाँदेखि मुनि चाहिँ रहेको छ 4टा पोखरी रहेको छ। परको यो चाहिँ मध्यम। हेलो मन दाइ, के छ यसो अनि कस्तो लागिरहेछ तपाईलाई? रमाइलो भइरहेछ। आफ्नो विचारहरू थोरै राखिदिनु न। कतिजनाको टिम आउनु भएको थियो आज? हामी जम्मा 15-16 जना छौँ। 15-16 जना परिवारै सबै अब साथीभाइ एकदमै रमाइलो भइरहेछ। ल कहाँदेखि पो? हामी आमचोकबाट। आमचोक, इलाम आमचोक। ल ठिक छ। तर हाम्रो एकदम गाह्रो पर्यो क्या, धेरैजना मान्छेहरू छ। कोही पछाडि झुन्डिने, कोही माथि हैन। हो, बहुत मुस्किल एकदम मुस्किलले आइपुग्यो। राम्रो हजुर टट हैन। हजुर। ड्राइभर पनि एकदम मजाको, गाडी चकचक नपराइकन ल्यायो। कस्तो लाग्यो त यो अब इलाम र पाँचथरको सङ्गम स्थलमा रहेको यो हिले डाँडा भन्ने एउटा
नामले प्रख्यात छ होइन त यो ठाउँलाई? ठाउँलाई मैले देखेको चाहिँ ठाउँ चाहिँ अत्यन्तै राम्रो होइन, राम्रो संरक्षण गर्न नसकेको मात्रै हो ठाउँले। नभए चाहिँ हाम्रो यो इलाम र पाँचतर्फको सिमाना चाहिँ लगभग यतिको ठाउँ पनि छैन। हजुर सायद एकदमै प्राकृतिकले लाग्छ हो मलाई चाहिँ। हजुर प्राकृतिकले एकदम राम्रो बनावट चाहिँ राम्रो दिएको छ है दाइ? हजुर लगभग यतिको लगभग ठाउँ पनि छैन होला हत्तपत्त। हजुर हजुर है यो ठाउँलाई चाहिँ बनाएर चाहिँ राम्रो गरेर चाहिँ यसलाई सम्वर्धनदेखि लिएर यसलाई चाहिँ राम्रोसँगले संरक्षण गरेर जाने हो भने चाहिँ होइन यो ठाउँहरू निकै राम्रो छ। जे होस् यो हाम्रो के छ यसो हजुर दुई शब्द नमस्कार, तपाईँको शुभ नाम? मेरो नाम रविन राई हो। रविन राई, घर? मेरो घर चाहिँ इलाम जिल्ला फाक्थुङ गाउँपालिका वार्ड नम्बर 3। हजुर हजुर आज चाहिँ यसो नयाँ वर्षको उपलक्ष्यमा चाहिँ हिले डाँडा भन्ने यो चाहिँ हजुर मिक्लाजुङ गाउँपालिका 2मा पर्दो रहेछ यो हिले डाँडा भन्ने। हजुर यहाँ रमित हेर्न आइयो, सबैजना रमाइलो भइरहेछ हजुर र यहाँको आजको वातावरण एकदम रमाइलो छ, राम्रो छ है? हजुर अनि यो पहिलोचोटि कि तपाईँको कसो के छ त? यो पहिलोचोटि होइन, यो मेरो दोस्रो तेस्रो चोटि नै भन्नुपर्छ। योभन्दा अगाडि आउँदाखेरि कस्तो थियो र आज आउँदाखेरि के परिवर्तन के पाउनुभयो तपाईँले? यो म पहिले आउनुभन्दा र अहिलेकोमा निकै नै परिवर्तन देखियो। हजुर डाँडामा हजुर के संरचनाहरू के बनिएको थियो र अहिले के बनिएको छ थपमा? पल्लोपट्टि ढोलुङ्गे पुल बनिएको देखियो। हजुर हजुर तलतिर अब व्यवस्थापन अलिकति यो अलि अव्यवस्थित थियो पहिले आउँदाखेरि। यो खाजा चटपटेदेखि लिएर पेय पदार्थहरू बेच्ने हजुर ठाउँ चाहिँ अलिक अव्यवस्थित यो जस्तो देखिन्थ्यो। हजुर हजुर अहिले चाहिँ यता हजुर दक्षिण साइडमा चाहिँ हजुर हजुर राम्रो व्यवस्था गरेको देखियो। हजुर हजुर र पनि अझै पनि यो व्यवस्थापन र यो सरसफाइमा अझै पनि कमजोर म देख्छु। हजुर हजुर संरक्षण समितिले एकदम ध्यान दिएर चाहिँ राम्रोसँगले चाहिँ यसलाई चाहिँ होइन रेखदेख गरेर लाने र त्यो ठाउँलाई चाहिँ कसरी अब पर्यटन आउन जानको लागि एकदम राम्रो वातावरण र पर्यटन आउँदाखेरि मनोमोह बनाउनको लागि यो ठाउँलाई चाहिँ कस्तो के गर्नुपर्ने त्यसलाई ध्यान दियो भने चाहिँ एकदमै राम्रो हुने भविष्यमा देखिन्छ होइन त? हजुर हजुर एकदम राम्रो छ। ल धन्यवाद तपाईँलाई। हेलो हेलो ह्याप्पी न्यू इयर। 2071 को 81 ले बिदाई गर्दै 2000 ए हो ल ठिक छ कसैले भनेन न आज 2082 को के अरे नयाँ वर्षको शुभकामना भन्दै पनि शुभकामना पनि त ल भाइ ल ल ल ओके ओके ल ल ल इन्जोय भाइ इन्जोय 2082 को ल शुभकामना सबैजनालाई। ह्याप्पी न्यू इयर भन्ने सबैले खै त ल धेरैजना हुन्छ। नमस्कार आमाहरू, कहाँदेखि आउनुभयो तपाईँहरू? पास्तर भनेको मेक्लाजुङ फाल्गुनन्द कतिदेखि फाल्गुनन्द कति पर्यो? 6 पर्यो। आज 2082 को नयाँ वर्ष मनाउन आउनुभयो। कस्तो लाग्यो आज माहौल? आज कस्तो छ यहाँ? रमाइलो छ है? उहिले पनि अब आजभन्दा लगभग अब 20-30 वर्ष अगाडितिर धेरै रमाइलो हुन्थ्यो, मेला बजार हुन्थ्यो, त्यो हरायो। अनि अहिले अब भर्खर सुरु हुँदैछ होइन? रमाइलो छ नि होइन? लु तपाईँहरूलाई पनि अब नयाँ वर्ष 2082 को धेरै शुभकामना। राम्रोसँगले मनाउनु होला, मान्नु होला है त? हुन्छ सेवारो है। ह्याप्पी नयाँ वर्ष 2082 लु सबैजनाले
खै त ल ल ल एकदम 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 बाई बाई 2082 वेलकम 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 ल ल ल ह्याप्पी न्यू इयर बहिनी कहाँदेखि कोलबटे इलाम कि पाँचतर ए आज के हो आज के थियो अनि आज मलाई लाग्छ 2081लाई बाई बाई गरेर 82लाई चाहिँ वेलकम गर्दै हो अनि आज घुम्न आएको हो यो ठाउँ कस्तो लाग्यो त पहिलोचोटि हो कि यो एकदमै पहिलोचोटि हो आइपुग्यो भर्खर आइपुगेको ए ल आफ्नो आफ्नो संस्कृति झाँकीहरूलाई मञ्चको अगाडि अथवा नजिकै तयारी अवस्थामा रहिरहनको लागि म अग्रिम जानकारी गराउँदछु र अब हाम्रो सांस्कृतिक कार्यक्रम अथवा हाम्रो कार्यक्रम चाहिँ सुरु हुन लागिरहेको कुरा यहाँलाई जानकारी गराउन चाहन्छु। अतिथिको आसन ग्रहण गरिदिनु म अनुरोध गर्दछु। अनुसार अब हाम्रो यस कार्यक्रमका प्रमुख अतिथि तथा मित्र सहपाठीका
गरिरहेछौँ, दुईलाई मात्रै सधैँ यो गरिरहनु पर्दा पक्कै पनि अलिकति कता अलिकति अप्ठ्यारो अनौठो असजिलो पक्कै होला। त्यसले गर्दा आगामी दिनमा यहाँ अन्य क्षेत्रबाट अन्य संस्थाबाट पनि यो ठाउँलाई अलिकति अत्यन्तै सुधारेर लानको लागि पक्का हामी सबैले पहल गर्नुपर्छ भन्ने कुरा मलाई लागेको छ। र यहाँ धेरै प्रबुद्ध व्यक्तिहरू बौद्धिक व्यक्तिहरू यहाँ हुनुहुन्छ। त्यसले गर्दाखेरि म यस 2042 सालको उपलक्ष्यमा सिङ्गो यहाँ उपस्थित महानुभावहरूलाई र सिङ्गो देशवासी र विदेशी देशमा रहने सम्पूर्ण दाजुभाइहरूलाई सुख शान्ति र समृद्धिको मङ्गलमय कामना गर्दै आगामी दिनमा योभन्दा अझै भव्य रूपले यो कार्यक्रम अथवा यो प्रत्येक वर्षको नयाँ वर्ष अत्यन्तै भव्य साथ मनाउँ, लागौँ, यसमा लागि परौँ र लागि पर्छ भन्ने सल्लाह सुझाव दिँदै मेरो भनाइ टुङ्ग्याउँछु। हवस् त, सेवा हो।
दाजुभाइ म